नमस्कार, म दीपक काफ्ले, राष्ट्रपतिको कार्यालयको सचिव। सम्माननीय राष्ट्रपतिज्यूको अनुमतिले म नवनियुक्त प्रधानमन्त्रीज्यूको पद तथा गोपनीयताको शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्न गइरहेको छु। सम्माननीय राष्ट्रपतिज्यू, सम्माननीय उपराष्ट्रपतिज्यू, सम्माननीय नवनियुक्त प्रधानमन्त्रीज्यू, सम्माननीय प्रधान न्यायाधीशज्यू, संवैधानिक निकायका प्रमुखज्यूहरू, नेपाल स्थित कूटनीतिक नियोगका प्रमुखज्यूहरू, हिज एक्सिलेन्सी द हेड अफ डिप्लोमेटिक मिसन इन काठमाडौँ, उपस्थित सम्पूर्ण विशिष्ट महानुभावहरू, मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षा अनुसार राजनैतिक दल तथा सरोकारवालाहरूसँगको परामर्श समेतका आधारमा नेपालको संविधान बमोजिम राष्ट्रपतिमा अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरी नेपालको संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्धन गर्न आवश्यक भएकोले राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिको आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम 6 महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सम्माननीय राष्ट्रपतिज्यूले श्री सुशीला कार्कीलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्ति गर्नुभएको बेहोरा जानकारी गराउँछु। अब म नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई सम्माननीय राष्ट्रपतिज्यू समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरिदिन हुनका लागि हार्दिक अनुरोध गर्दछु। म सुशीला कार्की नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता, नेपाली जनतामा निहित रहेको, नेपालको संविधानप्रति पूर्ण वफादार रही सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दै ईश्वरको देश र जनताको नाममा शपथ लिन्छु कि प्रधानमन्त्री पदको जिम्मेवारी प्रचलित कानूनको पालना गरी मुलुक र जनताको भलो चिताई कसैको डर नमानी पक्षपात नगरी पूर्वाग्रह वा खराब भावना नलिई ईमानदारीका साथ वहन गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा आफूलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानूनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन। अब म नवनियुक्त प्रधानमन्त्रीज्यूलाई शपथ पत्रमा हस्ताक्षर गर्नका लागि सादर अनुरोध गर्दछु। नवनियुक्त प्रधानमन्त्रीज्यूलाई सम्माननीय ज्यूहरू समक्ष बधाई तथा शुभकामना ग्रहण गर्नका लागि सादर अनुरोध गर्दछु। बधाई छ, धेरै शुभकामना। सफल होस्, देश सफल होस्, जनता बचोस्।
धन्यवाद। सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्दछु। सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि सम्माननीय प्रधानमन्त्रीज्यूका परिवारका सदस्यज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। सबै नमस्ते गरे अब चिने नवनियुक्त सम्माननीय प्रधानमन्त्रीज्यूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा सम्माननीय राष्ट्रपतिज्यूले मन्त्री परिषद गठन गरी निम्न अनुसार कार्यविभाजन गर्नुभएको बेहोरा अनुरोध छ। क्रम संख्या 1, नाम श्री सुशीला कार्की, पद प्रधानमन्त्री, कार्यविभाजन अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिंचाई, कानून, न्याय तथा संसदीय मामिला, कृषि तथा पशुपन्छी विकास, खानेपानी, गृह, परराष्ट्र, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, रक्षा, वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, संघीय मामिला तथा सामान्य प्रशासन, संचार तथा सूचना प्रविधि, शहरी विकास र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। सम्माननीय राष्ट्रपतिज्यूको अनुमतिले आजको यस शपथ ग्रहण कार्यक्रम यही सम्पन्न भएको बेहोरा जानकारी गराउँछु। हवस्, नमस्कार।